आज म जाँदैछु काठमाडौँदेखि रौतहट, जुन कि मेरो माइत रहेको छ। किनकि माइतमा दाइको छोरा जन्मेको छ, त्यसको छठियार भन्छ हाम्रोमा। त्यो छठियारमा गइरहेको छौँ। हामी जाने बेला चाहिँ एकदमै सिम्पल बनेर जान्छौँ है। गाउँमा त्यस्तो हाइफाई चाहिँ बन्दैनौँ, किनकि हामीलाई खासै राम्रो पनि लाग्दैन। र बिचबिचको पनि भिडियोहरू तपाईँहरूलाई हामी देखाउनेछौँ, लास्टसम्म हेर्नुहोला। हामी चाहिँ अहिले बिच बाटोसम्म आइसकेको छौँ र यहाँनिर बिच बाटोमा यहाँनिर ड्राइभर दाइले के भन्दै हुनुहुन्थ्यो भनेदेखि एउटा बजार नै सखाप भएको छ बाढीले गर्दा। अनि साँच्चीकै यहाँनिर हेर्दाखेरि बाफरे, एउटा घर त घरै छैन र यतातिरको पुरै घरहरू सबै भत्काइदिएको छ बाढीले गर्दा। यति धेरै बिजोग भएको रहेछ नि, हेर्दाखेरि त जिउै कस्तो श्रिङ्ग भयो कि कस्तो भयो होला यस घरको मान्छेहरूलाई बस्नको लागि। कति गाह्रो भयो होला, कति गाह्रो भयो होला, कहाँ गयो होला नि कि सबजना बगाएर त कति मान्छे मऱ्यो भनेर पनि सुनेको थिएँ कि। बाफरे, हेर्दाखेरि त यति डर लागिरहेको थियो नि, किन यस्तो भएको होला। मैले त ड्राइभर दाइलाई बिस्तारै हाँक्नु बरु ढिलो जाने, तर बिस्तारै जाने, अगाडि पुरै जाम। बड़ो छ यानी ढुंगा बड़े ढुंगा ए बड़े ल ज्ञानी भर बस, ज्ञानी तिमी पनि ज्ञानी बस त्यहाँ। नै तिमी ज्ञानी बस, तँ होला ज्ञानी बैठ्यो है। ना तू वाले बैठो ना, तू वाले बैठो, तोरे में वीडियो बनावे की। मैं खाले भाँचेन कमे फाल भाँचिनु पर्छ यार। पातले एउटा कि आफ्नो टन बोल्ती हो उहे न बोल्ला पर्छ। तू त देखि कनी छिपको भारी आवाज आलै है। एउटा कुवा उता पनि छ, उसको पनि नाक देखि गएर मुखसम्म सबैतिर लाग्यो। आज नौले दिन आमाइलो के गरे नाना तेल है इस सट्टो न ज्यादा गठी सब त लगाऊ भाउजू रोगले भाउजू के लगा दे भाउजूलाई नुहाइ दिन तेल ओने काकी जाइलो सबके लगा के बस बैठने की जब यहाँ आके तेल नलागेको भने मेरो बहुत खाल्छ लो कहाँ हुन्छ अबले त मिले न आको माथि तेल हो तेल ला हो भएन के पालो दिनु न ल। यो चाहिँ स्लो मोसन निकाल्नु पर्ने। यो गाडीको हर्न बढी छ। आयो बिहारको रेल आयो नेपालमा। देखा होला
वो घुमुस देख न घुमुस